पश्चिमी मुलुकमा अचेल मिड लाइफ क्राइसिसको बारेमा व्यापक चर्चा छ। मिड लाइफ क्राइसिस त्यसो भनेको मान्छेको उमेर जब 50 कटिन्छ अनि 60 कटिन्छ, प्राय यो उमेरमा रिटायर्ड भएका हुन्छन् कामबाट। उसँग अब काम हुँदैन, पेन्सन त आइरहेको हुन्छ, तर उसले आफूलाई बिजी राख्ने अब माध्यम हुँदैन। त्योभन्दा अगाडि उसले आफूलाई कुनै न कुनै काम गरेर बिजी व्यस्त बनाउने काम गर्छ। तर 50-60 वर्षपछि अब ऊ व्यस्त रहने बहाना हुँदैन उसँग। पहिलो नम्बर। दोस्रो नम्बर, उनलाई साह्रै माया गर्ने, उनलाई माया गर्दै हुर्काएका उनका बाबा, उनका आमा, उनकी आमा 60 वर्षको सेरोफेरो पुग्दा अब रहँदैन प्रायको। अब बाध्य होलान्, तर प्रायका आमा बाबा 60 वर्ष नागिसकेपछि जीवित रहँदैन प्राय मान्छे। अनि उनले एउटा गहिरो माया दिने मान्छेको अभाव महसुस गर्नु स्वाभाविक हो। र तेस्रो कुरा, उनले दिलो ज्यान दिएर हुर्काएका छोराछोरीहरू जसको लागि मरि मेटेका हुन्छन् आमा बाबा, ती छोराछोरी आमा बाबाको साथ हुँदैनन्। नेपालको सन्दर्भमा भन्नुपर्दा विदेश गएर बसिदिन्छन् छोराछोरीहरू। अनि विदेशको युरोप अमेरिकातिर पश्चिमा मुलुकहरूको कुरा गर्दा उनीहरूले त 18 वर्षपछि नै घर छोडिदिन्छन्। अतः यता विदेशिएर छोराछोरी साथ रहँदैनन्, उता उनीहरूको परिपाटी अनुसार 18 वर्षपछि नै आमा बाबासँग रहँदैन। भनेपछि मान्छेको अवस्था जब 60 को सेरोफेरो पुग्छ, उनले माया गर्ने पात्रहरू उसँग हुँदैन। उनलाई माया दिने आमा उसँग यो दुनियाँमा रहँदैन। अनि उनले आफूलाई बिजी राख्ने, व्यस्त राख्ने एउटा बहाना, जागिर, व्यवसाय त्यो पनि। अनि यस्तो अवस्थामा मन सबभन्दा बढी आकुल व्याकुल हुँदो रहेछ। यस्तो अवस्थामा मन बहुत पीडित हुँदो रहेछ, बहुत भयभीत हुँदो रहेछ। र यही पीडा, यही भय, यही आशंका उनको मानसिक रोग, एंजाइटी भनौं वा डिप्रेसन भनौं या कुनै अरू मानसिक रोगको शिकार कारण बन्छ। यसैलाई मिड लाइफ क्राइसिस भनिन्छ। ध्यानपूर्वक यो सबैको नियति हो मान्छेको। हामीले त्यसलाई ख्याल गरेको होला नगरेको होला, तर नियति यही हो, पुग्ने ठाउँ यही हो। चाहे पनि नचाहे पनि पुगिने गन्तव्य यही।
छोराछोरी रहँदैनन् साथमा, आमाबाबा बिति जान्छन् र गरिरहेको काम छुटिजान्छ। त्यो बेला मन, त्यसकारण यो बेला डिप्रेसन हुने चान्स बढ्छ, ड्रग्सको या रक्सीको शिकार हुने चान्स बढ्छ, बहुलाउने चान्स बढ्छ। अरु त गर्ने के? यिनै कुरालाई मध्यनजर राखेर पूर्वीय दर्शनमा वर्णाश्रमको अवधारणा अगाडि सारेको प्रष्टै छ। हामीसँग जसरी एक दिनमा 4 वटा कालखण्ड हुन्छ, बिहान, दिउँसो, साँझ र बेलुका, त्यस्तै एउटा जीवनको पनि 4 वटा, सिङ्गो जीवनको 4 वटा कालखण्ड। पहिलो कालखण्ड हो जन्मेदेखि 25 वर्षसम्म, दोस्रो कालखण्ड 25 देखि 50 वर्ष, तेस्रो कालखण्ड 50 देखि 75 वर्षसम्म, र बाँचियो भने नर्मल्ली मान्छे 75 को सेरोफेरमा त जान्छ संसारबाट, तर बाँचिन्छ केही मान्छे त बाँचिन्छ। बाँचियो भने 100 वर्षसम्म मानौ, शतायु, आयु लम्बियो भने 100 वर्ष। यी 4 कालखण्डमा पहिलो कालखण्ड, जसरी बिहानको समय यदि हामीले आफूलाई बनाउनुमा लगानी गरिन्, योगबाट, ध्यानबाट, ज्ञानबाट, यदि बिहानको समय आफूलाई बनाउनुमा लगानी गरिएन भने दिउँसोको समय कमाउनुमा लगानी गर्न गाह्रो हुन्छ, र दिउँसो ठिकसँग कमाउन सकेन भने बेलुका रमाउन सकिँदैन, बेलुका ठिकसँग रमाइएन भने राति ठिकसँग सुस्ताउन सक्दैन, राति निद्रा लागेन भने फेरि बिहान आफूलाई बनाउने समयमा सुतिरहनु पर्ने हुन्छ। यसरी मान्छेको शारीरिक मानसिक पतनको क्रम सुरु हुन्छ। र अब जीवनभरिकै कालखण्डमा सुरुका 25 वर्ष ब्रह्मचर्याश्रम भनियो त्यसलाई। त्यो भनेको कि ब्रह्मचर्याश्रम यानी यो 25 वर्ष जीवनको जग हो, उहिलेको कुरा। त्यो परम्परामा गुरुकुलीय शिक्षा हुने गर्थ्यो। 25 वर्षसम्म विद्यार्थीहरू गुरुका बिताउँथे र गुरुकै सेरोफेरमा बसेर उनले शस्त्र विद्या पनि सिक्थे, उनीहरूले शस्त्र विद्या पनि सिक्थे र शास्त्र विद्या पनि सिक्थे। शस्त्र विद्या आत्मरक्षाको लागि, देशको रक्षाको लागि, शास्त्र विद्या ज्ञानको लागि, दुःखबाट त्राणको लागि। गुरुकुलमा विद्यार्थीहरू ज्ञान हासिल गर्नको लागि, ज्ञान दुई किसिमको, भौतिक ज्ञान पनि र आत्मिक ज्ञान पनि, यसको लागि जाने गर्थे। यो 25 वर्ष अनिवार्य रूपमा। त्यसकारण यसलाई ब्रह्मचर्याश्रम भनियो। दायाँ लाग्ने बायाँ लाग्ने कुरै छैन, केवल ज्ञान ज्ञान ज्ञान, दुवै ज्ञान। कसरी कमाउने ज्ञान पनि, बाँच्ने ज्ञान पनि, र सिकेको ज्ञानलाई बेचेर धन आर्जन गर्ने, यो बाँच्ने ज्ञान, बेच्ने ज्ञान। अनि बाँच्ने ज्ञान पनि कसरी आनन्दपूर्वक बाँच्नु, किनकि बाँच्नुको सार नै के हो? भित्र शान्ति, बाहिर प्रगति। बाँच्नुको आधार नै के हो? भित्र जहिले पनि शान्ति कायम रहनु पर्यो र बाहिर जहिले पनि प्रगति, उत्तरोत्तर प्रगति, झन् बढी उमेर अनुसार प्रगति, अझ बढी प्रगति हुँदै जानु पर्यो।
यो दुईवटा मापदण्ड सही जीवनको। बाहिर प्रगति हुँदै 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 जानु पर्यो, भित्र त्यो प्रगति बाहिर भइरहँदा भित्र शान्ति कायमै रहनु पर्यो। यसको लागि 25 वर्ष दायाँ बायाँ केही नहेरिकन ब्रह्मचर्य आश्रम। अब अहिले ट्रेन्ड कस्तो छ कि मान्छेहरू डिस्ट्र्याक्टेड छ। अहिलेको मान्छेहरू स्कुल जान्छन्, पढाइमा भन्दा मोबाइलमा ध्यान बढी छ। मनोरञ्जनको साधनको रूपमा डेटिङका कुराहरू छ। समयभन्दा अगाडि नै मान्छेले मनोरञ्जनमा भुल्न थाल्यो भने, यानी अनुचित समयमा, यानी उनले विद्यार्जन गर्ने समयमा मनोरञ्जनमा समय बितायो भने पछि त उनले दुःख पाउने आधारशिला तयार गर्छ। सो यो पहिलो 25 वर्ष भनेको बिल्कुलै केवल ज्ञान खोज्ने समय। अनि यसैको आधारमा अर्को 25 वर्ष जसलाई ग्रस्थाश्रम भनिएको छ, 25 वर्ष अब मसँग ज्ञान पनि छ, मसँग ध्यान पनि छ। गुरुकुलबाट मैले दुवै सिकेर आएको हुन्छु। ज्ञान विज्ञान एकातिर र ध्यान योग ध्यान अर्कोतिर। एउटाले मलाई प्रगति गर्न सघाउँछ, अर्कोले मलाई मनमा शान्ति पूर्वक बाँच्न, मेरो मनमा शान्तिलाई कायम राखेर बाँच्ने बताउँछ। त्यसपछि बल्ल बिहे गरिन्छ, त्यसपछि बल्ल सन्तान जन्माइन्छ, त्यसपछि बल्ल कमाउने काम गरिन्छ। अनि यो काम पनि कतिको लागि त भन्दा केवल अर्को 25 वर्ष, केवल अर्को 25 वर्ष, 50 वर्षसम्म कमाउने, 50 वर्षसम्म सन्तान बनाउने, हुर्काउने, उनीहरूसँग रमाउने। त्यसपछि च्याप्टर क्लोज, त्यसपछि च्याप्टर क्लोज। अब संसारमा रमाइँदैन, किनकि अब रमाउने ताकत पनि हुँदैन। बिस्तारै शरीर खस्कँदै जान्छ। अनि यसको वैज्ञानिकता बुझ्नुस् त। मान्छेको स्वास्थ्यको बारेमा मेडिकली कुरा गर्दा 35 वर्षसम्म मात्रै मान्छेको स्वास्थ्य, स्वस्थ मान्छेको, सबै मान्छेको होइन त्यो पनि, स्वस्थ मान्छे 35 वर्षसम्म उसको जीवन, उसको स्वास्थ्य बहुत राम्रो अवस्थामा रहन्छ। उसको उत्साह, उसको बल। 35 वर्षसम्म शरीर भट्कने बिग्रिने काम चाहिँ हुँदैन। तर 35 वर्ष नागेपछि अब शरीर बिस्तारै ओह्रालो लाग्न थाल्छ। आफ्नै शरीर चिनीको फ्याक्ट्री बनिदिन्छ, त्यसलाई सुगर भनिन्छ। आफ्नै शरीर ढुङ्गाको फ्याक्ट्री बनिदिन्छ, त्यसलाई पत्थरी भनिन्छ। Can you imagine it? शरीर त रोगको फ्याक्ट्री बनिदिन्छ त्यो बेला। यस्ता 35 वर्षपछि अब शरीरमा नाना थरीका रोग उत्पादन सुरु हुन्छ भित्रैबाट। ब्लड प्रेसर बढिरहेको हुन्छ, कोलेस्टेरोल बढिरहेको हुन्छ, ट्राइग्लिसराइड, कोलेस्ट्रोल भनेको एक किसिमको फ्याट हो, चिल्लो हो। तेल कारखाना खोल्नै पर्दैन, यही बनिसकेको हुन्छ। मासु पसल धाउनै पर्दैन, शरीर पाक बनिसकेको हुन्छ। यानी 35 वर्षपछि शरीरभित्र पुथल पुथल आउन थाल्छ। सुरु हुन्छ 35 वर्षबाट। त्यो बेला कतिलाई थाहा नै हुँदैन, ए म कहिल्यै पनि बिरामी हुँदैन भन्ने भ्रम हुन्छ फेरि कतिलाई। तर सुरुवात त्यहाँबाट हुन्छ प्राय। इभन क्यान्सर, मान्छे क्यान्सर लागेको सुन्छौँ, क्यान्सर लागेर बितेका धेरै समाचार सुन्छौँ। अनि हामी जम्मैलाई के लाग्छ कि क्यान्सर भनेको अचानक लाग्यो। अचानक लाग्ने रोग होइन। क्यान्सर हुनुभन्दा
10-15 वर्ष अगाडिदेखि नै क्यान्सरको भूमिका सुरु हुन्छ। क्यान्सर भनेको क्यान्सरको भूमिका सुरु भएर क्यान्सरको रूपमा विकसित हुनको लागि अर्को कम्तीमा पनि 10 वर्ष त लिन्छ त्यसले। 81 क्यान्सर चाहिँ देखा पर्ने त 81 हुन्छ जचाउनु गएपछि, तर त्यहाँ बनिरहेको समय हुन्छ 10औं वर्ष अगाडिदेखि। 35 वर्षपछि नै शरीर कमजोर हुँदै फोहोर हुँदै भड्किँदै जान्छ। डिमेन्सिया अहिले संसारमा सबभन्दा बढी मान्छेलाई यो बुढेसकालमा सताउने रोगको नाम हो डिमेन्सिया। अल्जाइमर्स, पार्किन्सन, यो बौलाको होइन, यो डिप्रेसन होइन, यो एङ्जाइटी होइन, यो मानसिक रोग जस्तो देखिए तापनि तर सुरु कहाँ हुन्छ? ब्रेनमा सुरु हुन्छ। त्यो 35 वर्षपछि नै तपाईको डिमेन्सियाको भूमिका सुरु हुन्छ, अल्जाइमर्स। अनि 60 वर्ष कटिसकेकाहरू मेमोरी स्वाट्टै लस भइदै जाने। त्यो त 40 वर्ष पछाडि नै मान्छेले अनुभव त गर्छ, पहिला जस्तो मेरो मेमोरी रहेन, पहिला जस्तो मैले एकाग्र गर्न सक्दिनँ, पहिला जस्तो मेरो मस्तिष्कले या मेरो स्मरण शक्तिले मलाई सहयोग गरिएको छैन। यो त हामीले महसुस गर्छौं। यो धेरै ठुलो कुरा होइन अहिले, तर 60 वर्षको सेरोफेरो पुग्दा तपाईलाई अल्जाइमर्स त हुन्छ हुन्छ हुन्छ। कुनै अल्जाइमर्स फुल्ली ब्लोन अप भयो भने बाउ नै चिन्दैन, आमा नै चिन्दैन, घर नै चिन्दैन, केही पनि चिन्दैन। जम्बी भनिन्छ नि, लिभिङ डेड। जम्बी भनेको लिभिङ डेड, जिउँदो लास, जिन्दा लास। खाइरहेको छ, टोयलेट गइरहेको छ, सुतिरहेको उठिरहेको छ, तर उसले के गरिरहेको छ केही पनि थाहा छैन। त्यो 60 वर्षपछि सबै मान्छेलाई प्रकारान्तरमा भइरहेको हुन्छ, डिग्री मात्रै फरक छ। किनभने 60 वर्षसम्म तपाईको दिमागमा फोहोर जम्दा 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 दिमाग ढल जस्तै ब्लकेज भइसक्यो। त्यो फोहोर, त्यस्ता 5 किसिमका फोहोर मध्ये एउटा फोहोरको नाम बेटा एम्लोइड, एक प्रकारको प्रोटिन। त्यो बेटा एम्लोइडलाई सफाई गर्दैन ब्रेनले, त्यो जम्दै जान्छ। जसरी तपाईले हाम्रो फिल्टर किनेर ल्याउँछौ नि, इभन फिल्टरमा लेउ लाग्छ। सुरुमा फिल्टरले बहुत मजाले काम गर्छ, पछि त त्यो काम गर्ने फिल्टरमाथि लेउ लागेपछि फिल्टरले नै काम गर्छ। त्यस्तै हाम्रो दिमाग पनि फिल्टर जस्तै सुरुमा राम्रै काम गरिरहेको हुन्छ, पछि यसमा लेउ लाग्दै जान्छ। त्यो लेउको नाम बेटा एम्लोइड। त्यसकारण 60 वर्षपछि त जिन्दगी ध्वस्त। अझ मान्छे फ्युचरको कल्पना गरिरहेको हुन्छ, छोराको बारेमा चिन्ता, छोरीको बारेमा, बाउको आफ्नो दिमाग सडिसकेको छ। किन आछ नि? अझै कमाउने खूब विचार गर्छ मान्छेले, अझै पैसा खोजिरहेको हुन्छ। छि 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 छि, पागलपनको पनि हद। पैसा चाहिन्छ, फेरि पनि नै। तर 50 वर्षपछि या म्याक्सिमम 60 वर्षपछि तपाईले पैसा कमाउनु पर्छ, तर कुदेर होइन, सुतेर कमाउनु पर्छ। पोइन्ट टु बी नोटेड। तपाईका छोराछोरी तपाईसँग छैनन्, तपाईका आमा बाबा बितिसकेका छन्, साथीभाइ तितर-बितर छन्। त्यो अवस्थामा तपाईको लाइफ साइकोलोजिकली त ठुलै च्यालेन्ज, मिड लाइफ क्राइसिसबाट गुज्रिरहेको छ। त्यसकारण यो बेला तपाईको कुदी कुदी तपाई पैसा कमाउन पुग्यो भने तपाईको दिमागमा अलरेडी फोहोर छ, दिमागले पहिले जस्तो काम गर्दैन। शरीर कमजोर भइसकेको छ, चिनी फ्याक्ट्री बनिसकेको होला हो, ब्लड प्रेसर बढिसकेको होला, तेल फ्याक्ट्री बनिसकेको होला, फ्याट छ नि घिउ फ्याक्ट्री बनिसकेको होला शरीर। त्यसकारण तपाईले अलिकति बेसी कुद्न थाल्यो, मेहनत गर्न थाल्यो भने निद्रा ग्याप, थकान, फ्रस्ट्रेसन,
त्यसकारण 50 वर्षपछि मान्छेले कुदेर होइन सुतेर कमाउनु पर्छ, या 60 वर्ष। त्यो बेला तपाईले कुदेर होइन सुतेर कमाउनलाई नै 50 वर्ष अगाडि तपाईको ब्रह्मचर्याश्रम त 25 वर्षबाट सुरु भयो। 25 वर्षमा ब्रह्मचर्याश्रम एन्डिङ भयो। त्यसपछि तपाईले गृहस्थाश्रम सुरु गर्नुभयो, जहाँ तपाईले कमाई धमाई सुरु भयो त्यहाँबाट। तर त्यो कमाई धमाई कुद्ने हो 25 वर्ष कुद्दै गएर कमाउने नै हो। तर 50 वर्षपछि अब कुद्दै गरेर कमाउन थाल्यो भने तपाई भित्रबाट सिद्ध्या सिद्धि छिटो सिद्धिन्छ। अब त सुती कमाउन टाइम। त्यसको लागि सुरुदेखि नै कमाएको पैसोको 10% कम्तीमा लगानी गर्दै आउनु पर्थ्यो। उमेर भएकाहरूको लागि पर्थ्यो भन्नु पर्यो, लगानी गरिएन। अब उमेर नभएकाहरूको लागि गर्नु पर्छ। यो 25 वर्ष कुदेर कमाउने समयमा तपाई हुनुहुन्छ भने लगानी गर्न सिक्नु पर्यो। चाँदीमा, सुनमा, घर जग्गामा, क्रिप्टो करेन्सीमा, अनि आईपीओ मा यानी शेयर मार्केटमा लगानी गर्ने ठाउँ धेरै छ। त्यो लगानी गर्दै हरेक महिना चाहिँ 10% लगानी गरे पनि एसआईपी मा लगानी गर्दै आउँदा अर्को 20-25 वर्षमा तपाई करोडपति भइरहेको हुन्छ। तपाईलाई कमाउनै पर्छ। 50 वर्षपछि पनि कमाउने दाउ किन खोजिरहन्छ भन्नाले उले लगानी गर्न जानेन। अनि ज्योतिषी कहाँ गएर मेरो हातमा प्वाल भएकोले चाहिँ पैसा नटिकेको हो भनेर सोध्नुहुन्छ। यार तेरो हातमा प्वाल होइन दिमागमा प्वाल छ क्या भन्नु परेन। बुद्धिमा प्वाल छ, हातको प्वालले त केही अर्थै राख्दैन। सो 25 वर्षसम्म तपाईले कुदेर कमाउने र जोगाउँदै आउने। अब उमेर 40 भए पनि सुरु गर्नु पर्यो, 45 भए पनि सुरु गर्नु पर्यो, 50 भए पनि सुरु गर्नु पर्यो। अर्को 10 वर्ष त लगानी गरौँ। अनि बल्ल गएर 60 वर्षमा तपाईको 50 देखि 60 वर्षभित्र अर्को जीवनको अध्याय सुरु हुन्छ, तेस्रो अध्याय। अब जीवनको साँझ सुरु भयो। यो दिउँसो होइन, यो बिहानी होइन, अब यो समसाँझ हो। गुड इभिनिङ। यो जीवनको सन्ध्या हो, यो जीवनको सन्ध्याकाल हो। यो सन्ध्याकाललाई यताको शास्त्रमा के भनेको छ? वानप्रस्थमा जाऊ। ब्रह्मचर्यबाट तिमी गृहस्थमा आयो। अब गृहस्थमा टाँसिएर बस्ने होइन। अब ब्रह्मचर्यबाट गृहस्थबाट कहाँ रे? वानप्रस्थमा। वानप्रस्थ भनेको वनतिर फर्क, यानी प्रकृतितिर फर्क। किनकि अब तिमीले कुदेर कमाउने होइन, सुतेर कमाउने। अब तिम्रा छोराछोरी छैनन्, बाबुआमा छैनन् र काम पनि छैन। छोराछोरी छैन, हेर्नु पर्दैन। बाबुआमा छैन, पुर्नु पर्दैन। काम छैन, बिजी हुनु पर्दैन। अनि गर्ने के अन्त? बौलाएर बस्ने कि रक्सी जाडमा डुबेर मर्ने? अब नयाँ जिन्दगीको अध्याय सुरु गर्ने। त्यो भनेको वनतिर फर्कने। अबको जीवन, अगाडिको जीवन भनेको 50 वर्ष अगाडिको जीवन। 50 वर्ष अगाडि र 50 वर्ष पछाडि 100 वर्ष जीवनलाई पूर्णायु मानियो भने 50 वर्ष अगाडिको जीवनलाई बाँच्ने कला सिक्नमा बिताउने हो। अब 50 वर्षपछि मर्ने कला सुरु हुन्छ। किनकि अब शरीर बिस्तारै मर्नतिर लाग्छ। अब शरीर दिनानुदिन नयाँ हुँदैन, नित्य नवीन हुँदैन।
अब शरीर बिस्तार बिस्तारै कमजोर हुँदै हुँदै झुर्री पर्दै झ्याउरी पर्दै बिस्तारै रोगी हुँदै मर्दैतिर लाग्छ। त्यसकारण एउटा त शरीरको विकास हुँदै हुँदै शिखर पुग्यौं। अब सगरमाथाको टुप्पोमा पुगिसकेपछि टुप्पोमा पुग्न अगाडि पो पुरुषार्थ चढ्नु। टुप्पोमै पुगिसकेपछि त्यहाँ बसिरहन मिल्दैन, त्यहाँबाट त झर्नु पर्यो। अब ओह्रालो सुरु भयो, हामी ओह्रालोमा छौँ, यानि 50 वर्ष कटेकाहरू त डेफिनेटली ओह्रालोमा छन्। त्यसकारण अबको जिन्दगी भनेको आर्ट अफ डाइङ सिक्नु पर्ने हो। त्यसकारण त्यसपछिको जिन्दगीको ब्युटी के हुन्छ त भने, म शारीरिक रूपमा पहिला जस्तो जति जे गरे पनि पहिला जस्तो सक्नु त फर्कदै पर्छ। त्यो 16 वर्षको जवान या चाहिँ 25 वर्षको लक्का जवान, त्यो बेलाको ताकत त अब 75 वर्षमा त फर्कदैन, 60 वर्षमा त फर्कदैन, किनकि शरीर त पुरै जाम भइसकेको छ, फोहोर भइसकेको छ, कमजोर भइसकेको छ। अब त्यो त फर्कँदैन। शारीरिक रूपमा त हामीले ह्यान्डसअपै गर्नुपर्छ। यसलाई अब मेन्टेन गर्ने हो, छिटो भन्दा छिटो रोग नलागोस्, बढी कमजोर नहोस् भनेर यसलाई योग, ध्यान, व्यायाम, मर्निङ वाक, भोजन, निद्रा, तनावमुक्त जीवन आदि इत्यादिबाट मेन्टेन चाहिँ गर्ने हो। शरीरलाई मेन्टेन हुन्छ पनि, तर मनलाई भने, मानसिकतालाई भने 50 वर्षपछि या 60 वर्षपछि मनलाई अझ प्रखर, अझ शक्तिशाली चाहिँ नमरेसम्म बनाउनु। सुखद समाचार यो मात्रै हो, शरीर अब पहिला भन्दा बलियो हुँदैन, यसलाई बुझौँ नै। पहिला जतिको पनि हुँदैन, पहिला भन्दा बलियो हुने कुरा भएन। तर मन पहिला भन्दा 1000 गुना बुद्धिमान हुने समय यही हो। मन पहिला भन्दा 1000 गुना बढी धैर्यवान हुन सक्ने समय यही हो। मन पहिला भन्दा 1000 गुना बढी प्रेमिल हुन सक्ने समय यही हो। मन पहिला धेरै लोभी थियो, अब निर्लोभी बनाउन सक्ने समय पनि यही हो। मन पहिला धेरै क्रोधी थियो, अब क्रोधहीन बनाउने समय पनि यही हो। मन पहिला धेरै कामुक थियो, अब त्यो काम वासनाबाट बिस्तार बिस्तारै रामतिर, कामलाई छोड्दै रामतिर लाग्ने समय पनि। मन पहिला धेरै ईर्ष्याले मर्थ्यो, अब मन ईर्ष्या रहित बनाउने समय पनि। त्यसकारण शरीर ओह्रालो लागे पनि मनलाई अझ शक्तिशाली, अझ शुद्धिकरण गर्ने समय यही हो। किनकि मन शुद्ध हुँदै गयो, मन शान्त हुँदै गयो, मन ज्ञानी बन्दै गयो भने यो शरीर ओह्रालो लागेर केही नाप्दैन, केही फरकै पर्दैन। तन बुढो हुँदै जान्छ, यसमा त शङ्का भएन। त्यसलाई स्लो गर्न सकिन्छ, तर मन दिनानुदिन जवान हुँदै जान सक्छ, इफ यु वान्ट टु। अब यसलाई मेडिकल साइन्ससँग जोडेर कुरा गर्दा अझ प्रष्ट हुन्छ। वैज्ञानिकहरूले पछिल्लो समय पत्ता लगाएको एउटा शब्दलाई चाहिँ बुझ्नुपर्छ। त्यो शब्दलाई के भनिन्छ? ब्रेन प्लास्टिसिटी। त्यो भनेको हाम्रो मस्तिष्क 80 वर्षको उमेरमा पनि यसले रिवायर गर्न सक्छ। 80 वर्ष 90 वर्षको उमेर बाँचे पनि मस्तिष्कमा नयाँ सेलहरू, नयाँ कोषहरू पलाउन सक्छ, अथवा मस्तिष्कको आकार प्रकार यो नमरेसम्म चेन्ज भइरहन सक्छ। अनि मस्तिष्कको आकार चेन्ज हुनु, मस्तिष्कमा नयाँ कोषहरू पलाउनु भनेको मेरो मन कहिले बुढो नहुनुको प्रमाण। म नमरेसम्म जवान भएर मर्न सक्छु साइकोलोजिकली।
साइकोलोजिकल्ली मानसिक रूपमा नमरेसम्म जवान हुन सक्छु। त्यसको लागि मेरो ब्रेनलाई रिवायर गर्नु पर्यो, रिबुट गर्नु पर्यो। यसलाई पुरानो जुन संरचना छ त्यो संरचनाबाट मैले नयाँ ब्रेनको संरचनामा आउनुपर्छ। त्यसको लागि डाइटको रोल हुन्छ, निद्राको रोल हुन्छ, एक्सरसाइजको रोल हुन्छ, ध्यानको रोल हुन्छ। डाक्टर एलिजाबेथ ब्ल्याकबर्न जसले नोबेल पुरस्कार पनि पाएकी थिइन्, उनले जिन्समाथि, ह्युमन जिनमाथि रिसर्च गर्ने क्रममा के पनि पाएकी थिइन् भने मान्छे बुढो हुँदै 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 कमजोर हुँदै जानु भनेको यो हाम्रो टिलोमेर छोटो हुँदै जानु हो। कोषभित्रको टिलोमेर सानो 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 हुँदै जाने हो। त्यो टिलोमेर जति सानो हुन्छ त्यति हामी छिटो बुढो हुन्छौँ। तर जो मान्छेले रेगुलर मेडिटेसन गर्न सक्छ, यानी मनलाई तनावबाट फ्री गर्न सक्छ, मेडिटेसन गरून् या सङ्गीत सुनुन् या डान्स गरून्, तर मनलाई जसले बिल्कुल तनाव नदिकन बाँच्न सक्छ उसको टिलोमेर त्यस्तो छिटो 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 छोटो हुँदैन। जसरी चुरोटको ठुटोसँग टिलोमेरलाई तुलना गरेर हेरौँ, चुरोट तान्नुस्, जति जति तान्दै गयो हरेक सर्कोमा चुरोट छोटो हुँदै जान्छ। हरेक सर्कोमा चुरोट छोटो हुँदै 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 लास्ट सर्कोमा चुरोट चाहिँ सकिन्छ, यानी चुरोट मर्छ। त्यस्तै मान्छेको पनि जिन्समा हुने चाहिँ टिलोमेर, त्यो टिप हो, त्यो हरेक उमेरपछि टिलोमेर छोटो 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 हुँदै जान्छ, छोटो 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 छोटो। जति छिटो छिटो छोटो हुन्छ त्यति छिटो छिटो बुढो हुन्छ। अनि यो स्पिडलाई कम गर्न सक्यो भने तपाईँको जवानी बुढेसकालसम्म तपाईँ फेरि शारीरिक रूपमा पनि तगडा नै रहन सक्नुहुन्छ, यो स्पिडलाई कम गर्ने हो भने। यसको लागि डाइटको कुरा, निद्राको कुरा, प्रकृतिसँग जोडिनुको कुरा र मनलाई बिल्कुलै तनावमुक्त गर्नुको कुरा। त्यसकारण हामीलाई नारा के दियौँ? तनलाई दुःख दिनै पर्छ, मनलाई दुःख दिनै हुन्। मनलाई दुःख दियो भने टिलोमेर छोटिन्छ छिटो, तनलाई दुःख दिएन भने टिलोमेर छोटिन्छ छिटो। टिलोमेर छिटो छोटियो भने छिटो बुझाउँछ। त्यसलाई रोक्न सकिन्छ। रोक्न मतलब स्लो गर्न सकिन्छ। त्यसैले अबको मुभ भनेको, अब 50 वर्ष कटेपछि, 60 वर्ष कटेपछि मेरो सारा काम नै के त यो ब्रेनलाई जवान, अझ पावरफुल। अब मेरो जीवनको पुरुषार्थ त्यही। त्यसकारण योभन्दा अगाडिको पुरुषार्थ के थियो त भन्नाले सन्तान हुर्काउने पुरुषार्थ, धन कमाउनु पुरुषार्थ, संसार चलाउनु पुरुषार्थ। तर त्यसपछिको पुरुषार्थ त्यो होइन। त्यसपछिको पुरुषार्थ मेरो ब्रेनलाई बुढो हुन नदिनु। ब्रेन बुढो हुँदैन। इफ यु वान्ट, ब्रेन मस्तिष्क नमरेसम्म विकसित हुन सक्छ। यसलाई ब्रेन प्लास्टिसिटी मेडिकल दिने, रिसर्च गर्नु होला, सर्च गर्नु होला। त्यसकारण अब तपाईले छोराको चिन्ता, छोरीको चिन्ता, देशको चिन्ता, अब सक्यो तपाईको जीवनको पाटो। यदि तपाई अझै ब्रेनको डेभलपमेन्टतिर, ब्रेनलाई अझै प्रखर बनाउनेतिर नलागिकन फेरि 50 वर्ष अगाडिकै दुनियादारीमा फसिरहनु भयो भने तपाईलाई डिप्रेसन, एङ्जाइटी, सुसाइड सबै कुराले चाहिँ घेर्छ। सो फर्गेट, एउटा च्याप्टर सक्यो। अब तपाईँ अर्को च्याप्टरमा आइसक्नु। मच्छरको जीवन चक्र कस्तो हुन्छ? मच्छर जसलाई हामी लामखुट्टे भन्छौँ, यिनीहरू चाहिँ पानीमा जन्मिन्छ।
पानीमा अंडा पार्ने गर्छन् मच्छरले, अनि जन्मदा पानीमै जन्मिन्छ, हुर्कँदा पनि पानीमै हुन्छ। अनि पानीमा हुर्कँदा ऊ पौडिरहेको हुन्छ पानी। गजबको जीवन चक्र छ। अनि एउटा कालखण्ड आउँछ जहाँ ऊ मेच्योर्ड भइसकेपछि ऊ पानीमा हुँदैन, उसको पखेटा पलाउँदै आउँछ, अनि त्यसपछि उसले पानी छोड्छ, आकाशमा हुन्छ। उसको अर्को जीवन चक्रको अर्को कालखण्ड सुरु हुन्छ। एउटा पानीभित्रको, अर्को पानी बाहिर। अब पखेटा पलाइसकेपछि पनि होइन पानीमै म जन्मेको हुर्केको यही हो भनेर त्यही बसिरह्यो भने ऊ मर्छ। एउटा समयमा पानीबाट बाहिर आयो भने मच्छर मर्छ सानो बेला, अनि पखेटा पलाइसकेपछि पानीमा रहिरह्यो भने मर्छ। त्यसकारण कोही पनि मच्छर चाहिँ पखेटा पलाइसकेपछि पानीमा रहन्छ। त्यस्तै झुसिल किरा, झुसिल किराको पनि मेटामर्फोसिस कायाकल्प हुन्छ। एउटा कालखण्डसम्म झुसिल किरा रुखमा खस्रिएर हिँड्छ। कालखण्ड चेन्ज हुन साथ जीवनको उत्तरार्धमा गएर पूर्वार्धमा ऊ के झुसिल किरा, उत्तरार्धमा गएर ऊ पुतली भएर उड्छ। त्यो पखेटा पलाइसकेपछि पनि होइन ठिकै छ नि त, यो रुखै ठिकै छ, यहीँ जन्मेको यहीँ हुर्केको, हाम्रो जातै यही हो, हाम्रो धर्मै यही हो, हाम्रो संस्कृति नै यही हो भने ऊ झुसिल किरा भएर पनि बाँच्न सक्दैन, मर्छ। त्यसै तपाईले फेर्नु पर्छ। त्यसकारण 50 वर्ष 60 वर्ष 50 देखि 60 वर्ष पछि फर्गेट योर लाइफ। अब दुनियाँ बिर्स, किनकि दुनियाँमा केही छैन। अब जे जति छ दिमागले, तपाईलाई बचाउने दिमागले। त्यसकारण समाजतिर फर्कने होइन, वनतिर फर्क, नेचरतिर फर्क। फेरि पनि समाजतिर फर्क्यौ भने तिमी सिद्धिन्छौ। अनि त्यो समाजतिर फर्किरहेका हुन्छौ जुन समाजले न स्वास्थ्य दिन्छ न शान्ति दिन्छ। तपाईँ कमजोर भएपछि घरको मान्छेले थुक्न थाल्छ तपाईलाई। बुढा भयो सब रङ्ग गयो, आँगन भयो परदेश। ल एकचोटि चाहिँ बिरामी भएर लामो समय दिशा पिसाब स्वर्ण पर्ने गरी जुन दिन आउँछ नि, जुन दिन चाहिँ तपाईले त्यो लट्ठी टेकेर हिँड्नु पर्ने आउँछ नि, तपाईलाई त्यो हात समाउने तपाईका छोरा छोरी बुहारी कोही पनि हुँदैन। एक दिन हो र त्यो, कोही पनि तपाईको साथ सहयोगी, सबैले बुढा छिटो मरोस् भनेर कामना गर्नुहुन्छ। छ्यापझुप समातेर वृद्धाश्रममा लगेर फाल्नुहुन्छ। यु आर टु मच। तपाई बढी भयो तपाईको परिवारकै लागि, जसको लागि तपाई मर्नु भयो नि कुनै बेला, त्यसैको लागि तपाईँ गाह्रो भयो। अब उसले लगेर कि वृद्धाश्रममा फालिदिन्छ तपाईँलाई, कि ऊ आफै चाहिँ भागेर गइदिन्छ। अनि तपाईँ बिरामी परिरहेको बेलामा छोरा अमेरिका अस्ट्रेलियामा नाचिरहेको हुन्छ, तपाईँ ह्याक्लकै नेपालमा भइरहेको हुन्छ। अबको जिन्दगी त तपाईँको त्यता हो नि हौ। सिन हेर्नु अगाडि नै लास्टको सिन यो। धेरै फुर्किएर हिँडिरहनु भएको छ, धेरै बेहोसमा। कोही कसैलाई चाहिँ पिएर नशा लाग्छ, यहाँ कसैलाई नपिकन मातिएको छ। हामी त मातिएर बसेका छौँ, सिन उतै छ सबै। त्यसकारण मिड लाइफ क्राइसिस आउँछ, त्यसबाट जोगिनको लागि वानप्रस्थ खूब विकल्प छँदैछ। कम ब्याक टु नेचर। फेरि तरुण हुन्छ तपाईँ मस्तिष्कमा, फेरि तरुण हुन्छ तपाईँ दिमागमा, फेरि आनन्दित हुन्छ तपाईँ। अब झुसिल कुराको जिन्दगी बाँच्यो, रुखसँग टाँसी टाँसी। अब आओ आकाशतिर उड, छोड्दे रुखलाई। नत्र भने अहिले जिन्दगी जति दुःखद छ, महादुःख आउँदैछ। अहिले नै जिन्दगी कोही मान्छे खुसी छैन, तनावमा, टेन्सन भन्छ। अहिले टेन्सन, त्यहाँ त 1000 सन हुन्छ। चेतना भया
जय होस्।